Namaste everyone, welcome back to my channel. So guys, today's vlog is going to be a little special because this trip was actually not planned to happen today. We had planned this Patan trek to see Patan Naidap trip 2 times before, but both times planned cancelled because here was some problems. And finally today, after all those cancellations, we made it happen. And guess what? I'm not alone. We are 5 friends together on this amazing short trek. So let's show how our unexpected and memorable journey goes. Even thought it was a cold season and the off-season trail well thought. The journey turned out to be really fun because we had good-hearted brother and friends by our side. So come join us and let's explore this memorable and adventure journey together. Hello, good morning everyone. I'm so about trekking start हुँदैछ हाम्रो बिहान भइसक्यो यतातिर केडा टन्दैछ है सामान्य पुरा बसाइ सरायो है त्यही नै अवश्य जान लाग्यो हामी चाहिँ गाउँदेखि यो चाहिँ मेरो गाउँ भइहाल्यो गाउँदेखि माथि आइसक्यौँ देख्न सक्नुहुन्छ यतादेखि आएको केटाहरू अगाडि हिँडिरहेछ च्याट्टा लगाएर लेक हो के हामी चाहिँ गाउँ क्रस गरेर भित्र छिरिसकेको छौँ उकालो हानिसक्यौँ जङ्गलभित्र छिरिसकेका छौँ है केटाहरू माथि छ यस्तो डाँडाहरू धेरै क्रस गर्नुपर्ने हुन्छ हल्का गाउँदेखि चाहिँ ढिला निस्केर अलिक छिटो जानुपर्ने छ सो बिच बाटोमा टुचो देखाउनु पर्ने हुन्छ स्वर्ग भन्ने चिज त ठाउँमा पुगेपछि देखिन्छ गाइज है हामी चाहिँ गाउँदेखि निस्किसक्यौँ ठिक छ सकिन्छ नि सकिन्छ जस्तो लाग्छ है ढुक्क कपडाहरू नभिजेर सुकाइरहेछौँ सकिन्छ जस्तो भन्छ सकिन्छ राख्नु पर्यो नि हैन ढुक्क किरा मागेको छ रक्षा गर हाम्रो यात्रा सो ढुङ्गा फाल्न आइसक्यो हामी केटाहरू चाहिँ अगाडि छ देख्न सक्नुहुन्छ ओहो डाँडामा पुगिसकेछौँ No matter how steep or difficult the off-season trail were, it had always been our dream to trek through the hills and reach the lap of the Himalayas. And now that dream is finally coming true. हुन्छ सबैको धाउनु पुरै गरेछन् हैन यसै घुम्न नमस्ते एकदम पानी कस्तो पाइन्छ
बाटो छैन तल जानुपर्छ बाटो तल लास्ट घोडेन एउटा आटी यहाँ तल यो आटीसम्म सेर्नदेखि तल घोडेन लास्ट आटी छ चौडा घोडेन त्यो आटी उतातिर यता साइड उता साइड त्यो घोडेन आटी उता साइड पछिको प्याजपछि धारो भेटेको अवस्था छ पानी ठुलै रहेछ यार हामी चाहिँ ब्याग चुट्टिएको अवस्था छ पुरो व्यवस्थित तरिकाले आएर सबैलाई कटाइ पुनाइ गरेर हिँड्छौँ जङ्गलको बिचमा छु ल सुनसान हामी चाहिँ लगभग नजिक आइरहेको छौँ हाम्रो गाइजहरू चाहिँ अगाडि छ पुग्ने ठाउँ चाहिँ त्यसको टपदेखि तल हो है टपमा नै हो तर आज चाहिँ त्यहाँ पुग्दैनौँ होला मेबी सो हिँडिरहेछौँ वा यति दामी ठाउँ छ यार यति राम्रो ठाउँ छ यतातिर पनि हिमालहरू छ खुल्छ होला खुल्यो भने नजिकै बाटो हुन्छ बाटो भइहाल्यो हल्का राइट टाइम चाहिँ रहेन छ हामी प्लानिङ हाल्छ लेट भइरहेको थियो साथीभाइहरू हो इनर्जी लस सबै भयो जस्तो भयो है केटा हो ओए चट्याङ देख्नु सक्नुहुन्छ चट्याङ लागेर सो अब बिच बाटोमा लट्ठीको व्यवस्था पनि भइसकेको छ हाम्रो है मेरो हल्का लामो भइसक्यो यदिनु खै यो समाउनु म काटिदिन्छु क्या मा थोरै हो ल 4 गियरमा हालेर केटा हो 4 गियर ओ गियर कसको बिग्रिया जस्तो बना है ए बाउन गियर नबिगाड ल एकदमै नजिक आइसक्यौँ है हामी चाहिँ अति नै क्लोज पाटनको एकदम क्लोज आइसक्यौँ देख्न सक्नुहुन्छ केटाहरू अगाडि छ स्वर्ग देख्नलाई मर्न पर्छ रे कुसे पाटनमा आउनुहोस् गाइस स्वर्ग देखिन्छ एक दिनमा गाउँबाट है साथीभाइहरू हामी चाहिँ फुलबारी क्रस गरिसक्यौँ अब चाहिँ थोरै नै छ
1-1.5 घन्टा जति लाग्छ होला डेस्टिनेसन, आजको डेस्टिनेसनमा पुग्न। भोलि चाहिँ फाइनल डेस्टिनेसनमा पुग्छौँ, जो चाहिँ स्वर्ग नै हो, स्वर्ग, हेभन गाइज। केटाकेटी हो पुग्यो त, हेर ल। पानी चिसो पानी छ, चिसो पानी छ। इभिनिङ ब्युटी है। सट्टा हामी चाहिँ पाटनको टपमा। पाटनको टपमा ब्युटी जस्ट अगाडि। लेट्स गो। ओहो केटाकेटी हो, हाम्रो गाउँदेखि देखिने हिमाल त एकदमै नजिकबाट देखियो है, हेर्न सक्नुहुन्छ। वाउ, देख्न सक्नुहुन्छ। टुप्पोमै पुग्नु छ, अझै राति त परिहाल्छ, 1 घन्टा जति लाग्छ होला। सो अल राइट गाइज, अहिलेको करिब 6 बजे ट्याक्कै बेलुकाको, र यस्तो ठाउँमा आउनलाई हामीलाई करिब 26 किलोमिटर पुरै हिँडेर आइसकेका छौँ। पुरै उकालो मात्रै देख्न सक्नुहुन्छ, बिहानदेखि हिँडेको। स्वर्ग देख्नलाई 1 दिन काफी रहेछ। जाजरकोट है, त्यही पनि सेरा खरेदेखि हेर्नुहोस्, हाम्रो गाउँदेखि 1 दिनमा स्वर्ग देखाइदिए केटा पुरै। नाइट भ्यू छ, नाइट परिसकेको छ। हामी नि स्टे गर्नलाई अझै 1 घन्टा हिँड्न पर्छ। फरक परेन, केटाहरू सबै छ एकदम इनर्जेटिक। सो त्यही नै हो, अब हेर्दै गर्नुहोस् यस्तो भ्यू। अब बिहानखेरि त झन् बवाल स्वर्ग देखिन्छ, साँच्ची नै स्वर्ग हो यार, स्वर्ग। आम्मामा, मान्छेहरू मुस्ताङतिर जान्छ है, एकछिन यतातिर आउनु पर्यो है केटा हो। राति नै परिसक्यो, अब हामी चाहिँ अलि छिटो जानुपर्छ, किनकि यतातिर बस्नलाई कुनै घरहरू केही पनि छैन, टोटल जङ्गल हो, र छिटो हिँड्न पर्ने हुन्छ। अझै 1 घन्टा जति लाग्छ होला डेस्टिनेसनमा पुग्न। अब सिधै त्यतैतिर पुगेर भेटौँला है। सो अल राइट गाइज, हामी चाहिँ अहिले बस्ने ठाउँ चाहिँ आइसक्यौँ। 7 बजेको छ अहिले चाहिँ। सबै सामानहरू यहाँ राखेको छौँ, बस्ने होटल हो रे चाहिँ। हामी चाहिँ यहीँ स्टे गर्नुपर्ने हुन्छ। राति एकदम परिसक्यो, 7 बजिसक्यो। 1 घन्टा लाग्छ भन्छ, साँच्ची 1 घन्टा नलाग्यो। सो हामी पुगिसक्यौँ। अब यहाँदेखि भोलि बिहान चाहिँ अझै हिँड्नुपर्छ 5-6 घन्टा, अनि फाइनल डेस्टिनेसनमा पुग्छौँ। सो त्यो चाहिँ अर्को एपिसोडमा हेर्नुपर्ने हुन्छ। सो त्यही नै, आज चाहिँ हाम्रो स्टे चाहिँ यहीँ हुनेवाला छ। यो ठाउँ चाहिँ थाहा भएन ट्याक्क, सामानहरू यता छ। एकदमै राति पुरै केही छैन, एउटा बस्ती मात्रै रहेछ है। यता ठिक छ, एकदम ठिक छ। यतातिर रहेछ है, दाउराहरू हल्का हुँदो रहेछ। सो त्यही नै, पुरै जङ्गल मात्रै छ। एउटा यो मात्रै रहेछ, एउटा मात्रै रहेछ बस्ने। सो हामी चाहिँ स्टे यहीँ गर्छौँ आज। के हुन्छ, खानासाना खान्छौँ, सुत्छौँ,
फेरि बिहानै 3-4 बजे 3 बजेभन्दा अगाडि नै हिँड्न पर्ने हुन्छ किन भन्दाखेरि 5-6 घन्टा नै लाग्छ माथि झन् लेक मात्रै हो त्यो पाटन भनेकै माथि मात्रै हाइटमा पर्छ अलिकति गाह्रो पर्छ त्यही भएर बिहानै निस्किन पर्ने हुन्छ सो हामी चाहिँ यता चाहिँ टाइममै पुग्यौँ भनौँ 7 बजिसक्यो त्यही नै हो गाइस अब सी यु अन नेक्स्ट एपिसोड